चाहिँ कालिकाको यात्रा पञ्चपुरी जाँदैछौँ। पञ्चपुरीको यात्रामा बाँदरहरू पनि हुन्छ बाटामा। यो टोलीहरू अब यो विद्यापुर बजार जाने बाटो हो। हाम्रो पञ्चपुरी यात्रा चाहिँ यताबाट स्टार्ट भयो। अब बाइक चाहिँ एक्लै गइरहेछ, हामी चाहिँ पछाडि हिँड्दै आइरहेछौँ। बाटो चाहिँ लास्टै खतरनाक छ है। बाटो चाहिँ त्यस्तो बवाल छ कि यस्तो खत्तम छ। हामी चाहिँ तिनजना एउटै बाइकमा डुङ 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 क्रस फायर लिएर आएको। टुडिखेलको चाहिँ यो फुटबल ग्राउन्ड है, टुडिखेलको फुटबल ग्राउन्ड हो। हामी चाहिँ यो फुटबल ग्राउन्ड हेर्दै हिँडकै म गाडी चलाउँछु त्यहाँ। हाई, हामी चाहिँ उकालो लाग्दैछौँ। अब यस्तो उकालोमा हिँड्दैछौँ होइन, डक्क लाएर छैनौँ यहाँ माथिसम्म हो। बाटो चाहिँ लास्टै खत्राङ खुद्रुङ छ, गाह्रो छ। पानी परिरहेछ है गाइस। बाटो चाहिँ यस्तो छ, तर पनि 2 नम्बर गियरमा तानिरह है मेरो गाडीले गाइस। 1 नम्बर लगाएर अब उकालो छ। लगाए चाहिँ 10 ताल। जान्न होला जान्न होला कि यो त छेउछेउ भन्नुभयो। नै जान्न होला यार, उयासम्म त जान्छ माथि। हामी आधा डाँडामा आइसकेछौँ है। यहाँ चाहिँ यो स्कुल जो छ को यस्तो परिपार भएको छ। बाइक चाहिँ पुरै है हिँड्न नसक्ने मान्छे पनि हाम्रो हरि सर उहाँ आधा बाटो हिँड्दै दौड्दै अनि आउनु भएको छ। पुरा थाक्नु भएको छ। हाम्रो 2टा साथीहरू पनि माथिबाट आउँदै हुनुहुन्छ। उहाँ चाहिँ पञ्चपुरी पुगेर आइसक्नु भयो। बाटो चाहिँ हाम्रो दाइ चाहिँ पछाडिबाट आउँदै हुनुहुन्छ हिँड्दै है। हेलो एभ्रिवान, हामी चाहिँ भर्खरै अहिले माथि डाँडामा पुगिरहेछौँ। यो माथिको पञ्चपुरीको टावर हो। अनि हामी चाहिँ यो भेरी, यो देखिने चाहिँ भेरी हो, त्यो देखिने चाहिँ बाबेचोर हो। उता हामी भेरी राग त्यो है। हामी चाहिँ उकालो अब हिँड्दैछौँ। बाटो लास्टै अप्ठ्यारो छ। अनि यस्तो अफरोड रहेछ कि लास्टै दुःख पाइयो। हिँड्दा खुट्टा दुखिसक्यो, बाइक तान्दा धकल्दा अनि पुरै होप्लेस हुन लागिसक्यो हामी चाहिँ है। अब जाँदैछौँ, यात्रा हुँदैछ। अनि यो चाहिँ हाम्रो बाइक हो। हामी जानुपर्ने यताबाट घुमेर यताबाट माथि पुग्नु छ।
ऊ पर देखिने टावरमा पुग्ने हो पञ्चपुरी टावर चाहिँ पुरै भ्यू हो यो चाहिँ पञ्चपुरी हो यो भेरी कर्णाली जामु पञ्चपुरी मेला मान्छे हिँड्न गाह्रो छ भन्छ नि यार बाटो पञ्चपुरीको धार्मिक स्थलको बाटोको स्थिति यस्तो छ मान्छेहरू लोड्दै हिँडिरहेछन् यो बाटोलाई चाहिँ हाम्रो मेयर उपमेयरले चाहिँ ध्यान दिनु पर्यो यसलाई चाहिँ सुधार गर्नु पर्यो अर्कोचोटि आउँदाखेरि बिस्तारै है बिस्तारै के यसलाई चाहिँ एकदम ध्यान दिएर अर्को साल आउँदाखेरि एकदम यो पञ्चपुरी मेला जाने बाटो यस्तो छ मान्छेहरू रिटर्न हुँदै हुनुहुन्छ हाम्रो हरि सर उकालो चढ्दै हुनुहुन्छ बाटो गाह्रो छ त्यो पञ्चपुरी पुगेर हाम्रो ग्याङ चाहिँ बिस्तारै बिस्तारै उकालो लागेर मन्दिरमा पुग्ने अवस्था भइसकेछ ल पारी मन्दिरदेखि छ हामी चाहिँ पञ्चपुरी पुगिसक्यो है मन्दिरमा हेलो फाइनली हामी पुग्यौँ है पञ्चपुरी
के भयो प्लास्टिक भयो के त्यसले यहाँ ओइ भिडियो भइसक्यो यहाँ त यहाँ ओइ भिडियो बनाउनु भयो होइन किन फोन गर्ने भने प्लिज किन हो त त्यसरी रोको नरुनु हामी चाहिँ ओह्रालो लाग्यो पञ्चपुरीबाट अब फाइनली पुग्यो स्टार्टिङ पोइन्ट यो चाहिँ हाम्रो एन्डिङ पोइन्ट हो अब यहाँबाट कच्ची स्टार्ट बिस्तारै है बिस्तारै लड्न सकिन्छ पञ्चपुरी तल हो बाबेचर बादल